Hello everyone. So today let's talk about marketing. So what is marketing? Marketing generally is a socio-economic process. It evolved with evolution of human civilization. Marketing चाहिँ डिफ्रेन्ट मान्छेहरूले डिफ्रेन्ट वेमा एक्सप्लेन गरेको हुन्छ। जस्तै एउटा कन्ज्युमरको लागि मार्केटिङ भनेको के हो त? उसको लागि मार्केटिङ भनेको बजारमा गएर आफूलाई कस्तो कस्तो सामानहरू चाहिन्छ भनेर खोजेर किन्नु नै मार्केटिङ हो उसको लागि। अनि एउटा फार्मरको लागि चाहिँ मार्केटिङ के हो त? एउटा फार्मरको लागि चाहिँ मार्केटिङ भनेको आफूले प्रड्युस गरेको क्रप्सहरू मार्केटसम्म पुर्याउने अथवा डिलरसम्म पुर्याउनेलाई मार्केटिङ भनिन्छ। उसले त्यसरी बुझ्छ मार्केटिङ भनेको भने कुनै पनि सानोतिनो बिजनेसको लागि चाहिँ जस्तै त्यो फुटपाथमा सामान बेच्नेहरू उनीहरूको लागि मार्केटिङ भनेको जस्ट सामान बेच्ने मात्र हुन्छ। Meaning of marketing. Marketing is providing the perfect product to the core consumer in such a way that product sells for itself. The product sells for itself when the product can best satisfy the consumers, sold at the price accepted by consumers, the product known to the consumer and available at the right place and right time. Father of marketing चाहिँ को हुन् त? प्रोफेसर फिलिप कोटलर। उनले मार्केटिङलाई एउटा प्रोसेस हो जुन कन्ज्युमरबाट स्टार्ट भएर कन्ज्युमरमा नै एन्ड हुने भनेका छन्।